सम्पूर्ण नमस्कार। हामी आज डेभलपमेन्ट एडमिनिस्ट्रेसन र पब्लिक एडमिनिस्ट्रेसनको बारेमा चर्चा गर्नेछौँ। तपाईँलाई यसको मेटेरियल चाहिन्छ भने दिएको एड्रेसमा मेल गर्न सक्नुहुन्छ। साथसाथै यो जोसँग सम्बन्धित छ आफ्नो फ्रेन्ड सर्कलमा पनि यो टपिक सर्कुलेट गर्नुहोला। सुरुमा डेभलपमेन्ट एडमिनिस्ट्रेसन भनेको के हो त्यसको बारेमा जाउँ। त्यसको लागि दुईटा डेफिनेसन राखेको छु मैले यसमा। जस्तो हेरी जे फ्रिडम्यानले भनेअनुसार डेभलपमेन्ट एडमिनिस्ट्रेसन मिन्स द इम्प्लिमेन्टेसन अफ प्रोग्राम्स डिजाइन टु ब्रिङ एबाउट मोडर्निटी and socio-economic progress and nation building, and the changes within an administrative system which increases its capacity to implement such program. एउटा डेफिनेसन यो भनेको छ, अर्थात् त्यस्तो प्रशासन जसले चाहिँ सामाजिक र आर्थिक विकास र समग्र राष्ट्रको विकासमा बढी फोकस गर्छ भनेदेखि त्यस्तो एडमिनिस्ट्रेसनलाई हामी डेभलपमेन्ट एडमिनिस्ट्रेसन भन्छौँ। त्यसै गरी ह्यान्ड बिनलेको अनुसार डेभलपमेन्ट एडमिनिस्ट्रेसन इज इन्भल्भ इन म्यानेजिङ अ गभर्मेन्ट अर एन एजेन्सी सो द्याट it acquires a capability to adapt to and act upon new and continuing social changes with a view to achieve sustained growth. अर्थात् डेभलपमेन्ट एडमिनिस्ट्रेसन चाहिँ कुनै पनि कोणबाट नयाँ नूतन कार्यको थालनी गर्नको लागि र त्यसलाई निरन्तरता दिनको लागि चाहिँ विकासमा ल्याइन्छ भन्न खोजेको हो। यसको उदय चाहिँ दोस्रो विश्वयुद्धपछि जब राष्ट्रहरू स्वतन्त्र हुन थाले उनीहरूले धेरै समस्या भोगे, जस्तो गरिबी, भोकमरी, महामारी, लो लेभल अफ एग्रिकल्चर एन्ड इन्डस्ट्रियल प्रोडक्टिभिटी यस्ता व्यापक समस्याहरूलाई चाहिँ समाधान गर्नको लागि उनीहरूले आफ्नो प्रशासनलाई विकास प्रशासनतर्फ मोडे। विकास प्रशासनको के कुरा हुनुपर्छ त्यसको बारेमा कुरा गरौँ। फर्स्टमा त यसले इट सुड रिजेक्ट स्ट्याटस को एन्ड बी डिरेक्टेड टुवार्ड्स चेन्ज एन्ड मोर सो टुवार्ड्स रिजल्ट भनेको छ। जस्तो जुन तरिकाबाट चलिरहेको छ त्यसलाई चाहिँ यसले निरन्तरता दिनु भएन, अर्थात् निरन्तरतामा क्रमभङ्गता गर्नु पर्यो। अलिकति नयाँ गोल ओरिएन्टेड हुनु पर्यो, कुनै एउटा नयाँ मिसनमा लाग्नु पर्यो, प्लस चेन्जलाई पनि यसले एक्सेप्ट गर्न सक्नुपर्छ। साथसाथै जस्तो सिटिजनसिप पार्टिसिपेसन छ, नागरिकको सहभागिता मुख्य कुरा हो। डाइनामिक एन्ड फ्लेक्जिबल हुनु पर्यो, जस्तो कुनै एउटा रिजिड बााउन्ड्रीमा सेट भएर यो बस्नु हुनु भएन, यसले सबैलाई समावेश गर्न सक्नुपर्छ। पब्लिक प्राइभेट पार्टनरसिप, नागरिकको सहभागिता यसमा एकदमै महत्त्वपूर्ण छ यसको लक्ष्यलाई प्राप्त गर्नको लागि। रेस्पोन्सिभ एन्ड अकाउन्टेबल पनि हुनुपर्छ। सकेसम्म हामीले टेक्नोलोजी युज गरेर होस् अथवा यसलाई विकेन्द्रीकरण गरेर होस्, विभिन्न तरिकाबाट प्लानिङ गरेर होस्, हाम्रो मुख्य टार्गेट भनेको यसको नतिजा ओरिएन्टेड नै हुनुपर्छ, रिजल्ट ओरिएन्टेड। फुल्ली हामी के हुन्छौँ, रिजल्ट ओरिएन्टेड हुन्छौँ। यो होइन कि हामी प्रोसेसमै अल्झिन्छौँ। प्रोसेसमै अल्झिने चाहिँ त्यो पुरानो ट्रेडिसनल एडमिनिस्ट्रेसन भयो। डेभलपमेन्ट एडमिनिस्ट्रेसन भनेको चाहिँ रिजल्टमा बढी फोकस हुने। अब डेभलपमेन्ट एडमिनिस्ट्रेसनको इलिमेन्ट्सको कुरा गर्दाखेरि मेन इलिमेन्ट्सहरू त्यही नै हुन्। चेन्ज ओरिएन्टेसन हुनु पर्यो, गोल ओरिएन्टेसन हुनु पर्यो, पिपुल ओरिएन्टेसन हुनु पर्यो, र यसलाई प्लानिङ एज द मेन कीको रूपमा लिनुपर्छ। पार्टिसिपेसन जस्तो पब्लिक सहभागिता भनेको यसमा एकदमै महत्त्वपूर्ण कुरा रहेको छ। साथसाथै मोटिभेटेड पर्सनल, त्यसमा काम गर्ने कर्मचारीहरू पनि, जुनसुकै तहमा काम गर्ने कर्मचारीहरू पनि त्यो लक्ष्य प्राप्त गर्नको लागि हाइली मोटिभेटेड हुनुपर्छ। होइन भनेदेखि चाहिँ डेभलपमेन्ट एडमिनिस्ट्रेसन र पब्लिक एडमिनिस्ट्रेसनमा धेरै भिन्न आउँदैन। यसलाई हामीले पब्लिक एडमिनिस्ट्रेसनसँग कम्पेयर गर्दाखेरि सबैभन्दा सुरुमा अब्जेक्टिभमा जाउँ। डेभलपमेन्ट एडमिनिस्ट्रेसनले सोसियो इकोनोमिक डेभलपमेन्टलाई फोकस गर्छ भनेदेखि पब्लिक एडमिनिस्ट्रेसनले कुनै पनि ठाउँमा कानुन, ल, अर्डर र त्यसमा शासन गर्ने काम गर्दछ। यसको नेचरको कुरा गर्दाखेरि डेभलपमेन्ट एडमिनिस्ट्रेसन एकदम डाइनामिक र चेन्ज ओरिएन्टेड। भोलि कुनै समस्या आयो भने यो केसमा यसरी गर्न सकिने भन्ने खालको त्यो चेन्ज उनीहरूले आफूले तत्कालै चेन्ज गरेर गर्न सक्छन्। पब्लिक एडमिनिस्ट्रेसन भनेको एउटा रुटिन र रेगुलेटरीको माध्यमबाट मात्र उसले काम गर्नुपर्ने हुन्छ। डेभलपमेन्ट एडमिनिस्ट्रेसनको चाहिँ अलिकति न्यारो हुन्छ, किनकि पब्लिक एडमिनिस्ट्रेसनकै भित्रको एउटा पार्ट हो डेभलपमेन्ट एडमिनिस्ट्रेसन। पब्लिक एडमिनिस्ट्रेसन ब्रोड हुन्छ, यसले सबै गभर्मेन्ट फङ्सनलाई इन्क्लुड गर्छ। डेभलपमेन्ट एडमिनिस्ट्रेसन पब्लिक एडमिनिस्ट्रेसनकै पार्ट भएको कारणले यो एकदम न्यारो हुन्छ र यसले कुनै एउटा निश्चित क्षेत्रलाई मात्र कभर गर्दछ। एप्रोचको कुरा गर्दाखेरि डेभलपमेन्ट एडमिनिस्ट्रेसन पार्टिसिपेटरी एन्ड इनोभेटिभ हुनुपर्छ। जस्तो अहिले पनि यसको इलिमेन्टको कुरा गर्दाखेरि केही नूतन अभ्यास र यसमा जहाँ चाहिँ जनसहभागिताको पनि यसले अपेक्षा गर्दछ डेभलपमेन्ट एडमिनिस्ट्रेसनले पनि। पब्लिक एडमिनिस्ट्रेसन भनेको हायरार्कियल हुने हो र एउटा निश्चित नियममा बााउन्ड भएर काम गर्ने हो। टाइम फ्रेमको कुरा गर्दाखेरि डेभलपमेन्ट एडमिनिस्ट्रेसनले कुनै पनि कुरालाई चाहिँ टेम्पोररी अथवा गोल बेस्डमा जान्छ र निश्चित समयभित्र चाहिँ यसलाई सकाउनु पर्दछ भनेर लाग्छ। पब्लिक एडमिनिस्ट्रेसन भनेको
सधैँ चलिराख्ने एडमिनिस्ट्रेसन हो, चलिराख्छ, कुनै पनि उनीहरूको काम लाइफ टाइम नै भइराख्ने हुना हो। जबसम्म यसको कुनै सिस्टम रहन्छ त्यो बेलासम्म पब्लिक एडमिनिस्ट्रेसन रहिरहेको छ। डेभलपमेन्ट एडमिनिस्ट्रेसन भनेको कुनै एउटा मिसन हुनसक्छ, कुनै एउटा टार्गेट हुनसक्छ। यसलाई अहिले एक्जाम्पलको रूपमा पनि हामी हेर्छौँ। एप्लिकेबिलिटी एप्लिकेसनको कुरा गर्दाखेरि डेभलपमेन्ट एडमिनिस्ट्रेसन विशेष गरी डेभलपिङ कन्ट्रिजहरूको रूपमा यसलाई एप्लिकेबिलिटी लिइन्छ, यसको उपयोगिता त्यहाँ देखिन्छ। पब्लिक एडमिनिस्ट्रेसन भनेको चाहिँ जुनसुकै कन्ट्रीमा पनि एप्लाई गर्नुहुन्छ, यो जहाँ पनि हुन्छ नै। ओरिएन्टेसनको कुरा गर्दाखेरि डेभलपमेन्ट एडमिनिस्ट्रेसन रिजल्ट ओरिएन्टेड हुन्छ, पब्लिक एडमिनिस्ट्रेसन प्रोसेस ओरिएन्टेड हुन्छ। रिजल्टसँग हामीलाई धेरै सरकार हुँदैन, हाम्रो टार्गेट भनेको प्रोसेस, एउटा नियममा बसेर काम गर्ने हुन्छ, त्यो चाहिँ पब्लिक एडमिनिस्ट्रेसन भयो। डेभलपमेन्ट एडमिनिस्ट्रेसन भनेको हामीले यो लक्ष्य प्राप्त गर्नु छ भनेदेखि जुनसुकै तरिकाबाट पनि त्यो लक्ष्यलाई हामीले प्राप्त गरेर नै छाड्छौँ। एक्जाम्पलको रूपमा जस्तो लाइसेन्सहरू दिने, ट्याक्स उठाउने, रेकर्ड राख्ने काम पब्लिक एडमिनिस्ट्रेसनले गर्छ। इन्फ्रास्ट्रक्चर बनाउने, एजुकेसन एन्ड हेल्थ प्रमोट गर्ने, रुरल डेभलपमेन्ट गर्ने काम चाहिँ डेभलपमेन्ट एडमिनिस्ट्रेसनले गर्छ। यो चाहिँ साधारण एउटा इक्जाम्पल हो। यो इक्जाम्पल अझ हामी डिटेलमा हेर्छौँ। अब सिमिल्यारिटिज र डिफ्रेन्सेस हेरौँ। सिमिल्यारिटिज भनेको दुइटै एडमिनिस्ट्रेसनको मुख्य उद्देश्य भनेको समाजलाई र त्यहाँका जनतालाई सेवा सुविधा दिनु हो। Effective and efficient utilization of human and material resources toward achieving a specific objective. उनीहरू दुइटैको मुख्य सिमिल्यारिटी यही नै हो। अब बाँकी रहेको जस्तो अरू सिमिल्यारिटीहरू तपाईँले पढ्न सक्नुहुन्छ। बोथ फोकस अन इन्स्योरिङ द प्रोभिजन्स अफ बेसिक नेसेसिटिज अफ लाइफ, both engage in formulations and implementation of strategies and procedure toward socio-economic transformation of the entire society. यो सिमिल्यारिटिज तपाईँले पढ्न सक्नुहुन्छ। डिफ्रेन्सेस पनि मैले यहाँ राखिदिएको छु। यो डिफ्रेन्सेस तपाईँले सर हेर्न सक्नुहुन्छ, जुन अगाडि नै हामीले कम्पेयर गरिसकेका छौँ। अब एउटा इक्जाम्पल लियौँ। नेपाल विद्युत प्राधिकरणले एउटा कुनै कार्यक्रम लिएर आयो, ग्रामीण इलेक्ट्रिफिकेसन अर्थात् रुरल इलेक्ट्रिफिकेसन प्रोजेक्ट लिएर आयो भनेदेखि त्यसको डेभलपमेन्ट एडमिनिस्ट्रेसन कस्तो हुन्छ, कसरी हुन्छ, हरेक एरियामा, ग्रामीण क्षेत्रमा विद्युत पुर्याउने टार्गेट हुन्छ डेभलपमेन्ट एडमिनिस्ट्रेसनको। अब त्यहाँ विभिन्न इकोनोमिक कामहरू हुन सक्ला, निर्माणको कामहरू हुन सक्ला, विस्तारको कामहरू हुन सक्ला, त्यो चाहिँ डेभलपमेन्ट एडमिनिस्ट्रेसनले गर्छ। पब्लिक एडमिनिस्ट्रेसनले के गर्छ, त्यहाँलाई चाहिने डिजाइनहरू गर्ने, फन्डिङ म्यानेज गर्ने, अनि प्रोग्रेस के हुँदैछ त्यसलाई चाहिँ मोनिटर गर्ने काम पब्लिक एडमिनिस्ट्रेसनले गर्छ। जस्तो अर्को इक्जाम्पल हेरौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित मातृत्व कार्यक्रम लिएर आयो भनेदेखि त्यो एउटा विशेष कार्यक्रम तोकेर आयो, त्यो चाहिँ के भयो, डेभलपमेन्ट एडमिनिस्ट्रेसन भयो। अब डेभलपमेन्ट एस्पेक्टबाट हेर्दाखेरि यसले के गर्नुपर्छ, म्याटर्नल हेल्थ सर्भिसेस अथवा फ्री डेलिभरी गराउने, अथवा गभर्मेन्टको अझ अहिले पछिल्लो समय त मातृत्व, सुरक्षित मातृत्वको लागि हेलिकप्टरकै पनि व्यवस्था गरेको छ दुर्गम क्षेत्रमा। त्यो चाहिँ के भयो, डेभलपमेन्ट एडमिनिस्ट्रेसन भयो। पब्लिक एडमिनिस्ट्रेसनको रोल के भयो, अब त्यहाँ भएको स्टाफ को हुन्छन्, कति फन्ड दिने, के काम भइरहेको छ, त्यो काम चाहिँ हेर्ने काम चाहिँ पब्लिक एडमिनिस्ट्रेसनको हुन्छ। यसरी हामीले दुईटा इक्जाम्पलबाट अझ डिटेलले बुझ्न सक्छौँ। डेभलपमेन्ट एडमिनिस्ट्रेसनको स्कोपहरू भनेको एक्सटेन्सन एन्ड कम्युनिटी सर्भिस, विशेष गरी यसले कम्युनिटी सर्भिसलाई जोड गर्नै पर्छ। कार्यक्रम, नयाँ नयाँ कार्यक्रमहरू ल्याउनुपर्छ, प्रोग्राम प्लानिङहरू हुनुपर्छ, प्रोजेक्ट म्यानेजमेन्ट हुनु पर्यो, एरिया डेभलपमेन्ट हुनु पर्यो, साथै अर्बन एडमिनिस्ट्रेसन र पर्सनल डेभलपमेन्ट एन्ड एडमिनिस्ट्रेसन, यो कुरा हुनैपर्छ डेभलपमेन्ट एडमिनिस्ट्रेसनमा। अब पब्लिक एडमिनिस्ट्रेसनको फङ्सन चाहिँ नर्मल अहिले पनि हामीले अगाडि पनि गफ गरिसकेका थियौँ, त्यही पोलिसीहरू इम्प्लिमेन्टेसन गर्ने, पब्लिक सर्भिस डेलिभरी दिने, रेगुलेसन एन्ड कन्ट्रोल गर्ने। अब यो चाहिँ पब्लिकलाई ल एन्ड अर्डर मेन्टेन गराउने, सरकारबाट गर्ने काम चाहिँ विशेष गरी यो पब्लिक एडमिनिस्ट्रेसनमा जान्छ। पब्लिक एडमिनिस्ट्रेसनभित्र नै आउने हो डेभलपमेन्ट एडमिनिस्ट्रेसन। अब के कुरा च्यालेन्जेस छन् र, जस्तो डेभलपमेन्ट एडमिनिस्ट्रेसनमा जाँदाखेरि के कुराहरू च्यालेन्जेस छन् भन्ने कुरामा जाउँ। ब्युरोक्रेटिक इनइफिसियन्सी, जस्तो त्यो किसिमको हामीसँग प्रशासनिक संयन्त्र छ कि छैन, त्यो कुराले पनि प्रभाव पार्दछ। विभिन्न बोर्डहरू हुन्छ, निकाय हुन्छ, आयोग हुन्छ, राज्यको संरचनामा हेर्दाखेरि यी धेरै इन्टिटिजहरू छन् जोस बीच आपसी कोअर्डिनेसन हुँदैन। कतिपय ठाउँमा सिनियरिटीको लडाइँ पनि हुन्छ। त्यो यसले गर्दाखेरि चाहिँ कुनै पनि कुरालाई चाहिँ डेभलपमेन्ट एडमिनिस्ट्रेसनमा जाँदाखेरि पनि त्यो कुरा कोअर्डिनेसन नभएको कारणले हामीले सोचे अनुरूपको टार्गेट एचिभ गर्न सक्दैनौँ। डेभलपमेन्ट एडमिनिस्ट्रेसन अन्तर्गत भएका जति पनि प्रोग्रामहरू हुन्छन् प्रायः त्यो सबै इन्टरनेसनल फन्डिङबाट हुने, एनजिओ आइएनजिओ, अझ विदेशी दात्री निकायहरूबाट पनि हुन्छ। यसले गर्दाखेरि चाहिँ अब उनीहरूले फन्डिङ दियो भनेदेखि कार्यक्रम अगाडि बढ्ने, नदिए नबढ्ने खालको पनि हुनसक्छ।
जस्तो एउटा इक्जाम्पल लिउँ, एमसिसी अन्तर्गतको जुन ट्रान्समिसन लाइनहरू बनाउने कार्यक्रम थियो, त्यो कार्यक्रमको फन्डिङ अमेरिकाले गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत। अब त्यो एमसिसी परियोजना रद्द भइसकेपछि अब त्यसलाई फन्डिङ कसले गर्छ, के गर्छ, अन्यल हुन्छ। यो हालको सिर्जना चाहिँ अवस्था सिर्जना हुन्छ। त्यो हिसाबको हामीसँग स्किल ह्युमेन रिसोर्स पनि हुनुपर्छ। अब मोनिटरिङ एन्ड इभ्यालुएसन त जस्तो जुनसुकै प्रशासनमा पनि यदि हामीले टार्गेट अनुसार एचिभ गर्ने हो भनेदेखि जुनसुकै कुरामा पनि मोनिटरिङ र इभ्यालुएसन हुनैपर्ने हुन्छ। जतिसुकै डेभलपमेन्ट एडमिनिस्ट्रेसन बनाए पनि हाम्रो सामाजिक मूल्य मान्यता अथवा हामीसँग भएको प्रशासन संयन्त्र त्यो हिसाबले चेन्ज हुन सकेन भनेदेखि त्यो कुनै पनि एडमिनिस्ट्रेसनले काम गर्दैन र हामीमा चाहिँ त्यो समस्या देखिन्छ, रेजिस्टेन्स टु चेन्ज भन्ने पनि देखिन्छ। डिपेन्डेन्सी अन डोनर्स अहिले पनि कुरा गरिसकेँ। जस्तो अब युएसएडबाट आयोजना हुने धेरै कार्यक्रमहरू हुन्छन्। अब त्यो युएसएड नै क्यान्सल भइसकेपछि त्यसको प्रोग्रामहरू सबै क्यान्सल हुन्छ। त्यो डेभलपमेन्ट एउटा एडमिनिस्ट्रेसन नै के भयो, कोल्याप्स भयो। अब इन्भाइरोमेन्टल सस्टेनेबिलिटी कुरा पनि आउँछ। जस्तो कतिपय ठाउँहरूमा डेभलपमेन्ट एडमिनिस्ट्रेसनले तत्कालै रिजल्ट खोज्ने भएको कारणले उसले इन्भाइरोमेन्टल फ्याक्टरलाई कन्सिडर गर्दैन, जसले गर्दाखेरि त्यो इन्भाइरोमेन्टमा चाहिँ अलिकति हामीले डिटोराइट गर्छौँ। डेभलपमेन्ट एक्टिभिटिज कन्डक्ट गर्दै गर्दाखेरि वातावरणमाथि हामी शोषण गर्छौँ। अब चेन्जिङ ग्लोबल डाइनामिक्स छ, विश्व बजार कसरी चेन्ज भएको छ, त्यो अनुसारले पनि डेभलपमेन्ट एडमिनिस्ट्रेसनलाई असर गर्छ, जसमा पोलिटिकल इन्टरफेरेन्सहरू पर्न सक्छ, जियो पोलिटिक्स कुराहरू हुन सक्छन्। यो चाहिँ च्यालेन्जेस हुन् डेभलपमेन्ट एडमिनिस्ट्रेसनको लागि। जस्तो मैले यो एउटा बुकबाट फोटोहरू राखिदिएको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यही कुराहरू जति पनि हामीले डिस्कस गरेका छौँ त्यही कुराहरू नै यसमा नेपालीमा रहेका छन्। हस्, धन्यवाद।